बेथलेहेमको सानो गाउँमा प्रभु येशूको जन्म भयो। बेथलेहेमको सानो गाउँमा प्रभु येशूको जन्म भयो। अन्धकारको रात हटाई ज्योतिको दीप बाल्नुभयो। अन्धकारको रात हटाई ज्योतिको दीप बाल्नुभयो। गोठालाको न्यानो छायाभित्र स्वर्गको राजा आउनुभयो। प्रेम शान्ति र क्षमाको सन्देश मानिस कहाँ ल्याउनु भयो। अन्धकारको रात हटाई जताततै ज्योति बाल्नु भयो। अन्धकारको रात हटाई जताततै ज्योति बाल्नु भयो। स्वर्गदूतले गीत गाए शान्तिको आवाज फैलाउँदै। स्वर्गदूतले गीत गाए शान्तिको आवाज फैलाउँदै। सबै जाति सबै राष्ट्रमा उद्धारको बाटो ल्याउनु भयो। सबै जाति सबै राष्ट्रमा उद्धारको बाटो ल्याउनु भयो। महिमा होस् परमेश्वरलाई, धरतीमा शान्ति छाओस् सधैँभरि। महिमा होस् परमेश्वरलाई, धरतीमा शान्ति छाओस् सधैँभरि। प्रभु हाम्रो येशू आशा, सबै हाम्रो प्रभु आशा, उहाँ सबको हृदयमा बस्नुभयो सधैँभरि। प्रभु आफै मानिसको रूपमा बालक भई जन्मनुभयो। प्रभु आफै मानिसको रूपमा बालक भई जन्मनुभयो। अन्धकारको रात हटाई ज्योतिको दीप बाल्नुभयो। अन्धकारको रात हटाई ज्योतिको दीप बाल्नुभयो। र म अझै एउटा पनि कविता हजुरको माझमा भन्ने छु। येशू हाम्रो शक्ति हुनुहुन्छ, होइन? इतिहास बदल्ने सबैभन्दा ठुलो शक्ति येशूमा छ। इतिहास बदल्ने सबैभन्दा ठुलो शक्ति येशूमा छ। दया, भलाइ, विश्वासता, प्रेम, स्थिरता सबै उनैमा छ। दया, भलाइ, विश्वास, प्रेम, स्थिरता सबै उनैमा छ। आफ्नो महिमाको कार्य पुरा गर्न माटोबाट मानिस बनाई। आफ्नो महिमाको कार्य पुरा गर्न माटोबाट मानिस बनाई। उहाँ नै सृष्टिकर्ता र सृजनाहार, सुरु र अन्त्य येशूमा छ। उहाँ नै सृष्टिकर्ता, सृजनाहार, सुरु र अन्त्य येशूमा छ। येशू ख्रीष्ट मृत्युबाट जब पुनर्जीवित भएपछि मानिसको लागि उग्रियो स्वर्ग। जीवन र मृत्युको चाबी उनैमा छ। मानिसको लागि उग्रियो स्वर्ग। जीवन र मृत्युको चाबी उनैमा छ। संसारको कुनै पनि थोक उहाँ बिना बनिएको छैन। संसारको कुनै पनि थोक उहाँ बिना बनिएको छैन। संसारमा हुने हरेक प्राणीले गर्ने प्रशंसा सदा उनैमा छ। संसारमा हरेक प्राणीले गर्ने प्रशंसा सदा उनैमा छ। महोत्सव मनाऊ सधैँभरि, महोत्सव मनाऊ सधैँभरि। प्रेमी येशूको नाउँमा स्वर्गको लागि तयार हुनु, निष्कलङ्क र निष्खोट भई हुनैमा। स्वर्गको लागि तयारी हुनु, निष्कलङ्क र निष्खोट भई हुनैमा। क्रुसको बलिदानले सबैको पाप क्षमा हुने। क्रुसको बलिदानले सबैको पाप क्षमा हुने। हरेक मानिसलाई उसले गरेको कार्य अनुसार दिने प्रतिफल हुनैमा छ। हरेक मानिसलाई उसले गरे अनुसार दिने प्रतिफल हुनैमा छ। संसारको इतिहास बदल्ने शक्ति येशूमा छ। क्यालेन्डर, शिक्षा, अस्पताल, मानवाधिकारलाई प्रभाव पार्ने शक्ति येशूमा छ। मानवाधिकारलाई प्रभाव पार्ने शक्ति येशूमा छ। इतिहास बदल्ने सबैभन्दा ठुलो शक्ति येशूमा छ। दया, भलाइ, विश्वासता र प्रेम, स्थिरता सबै उनैमा छ। आमेन। धन्यवाद। जय मसीह सम्पूर्णलाई फेरि पनि ह्यापी क्रिसमस।